फ्राई आज चाहिँ यस्तो खान मन लाग्यो कि रोटीसँग यता रोटी पकाएर राखेको छ रोटीसँग चना दाल मैले बेसार हालेको छुइनँ बेसार अघि हाल्दा डर छ भनेर म चाहिए जति कति चाहिन्छ त्यति चनाको दाल फ्राई खाने अरे कहिलेकाहीँ त मिठो हुन्छ चनाको दाल फ्राई लौका मिसेर खाँदा झन् मिठो हुन्छ अब यता नुन छ नुन हाल्छु अलिक ठिक्क हाल्नुपर्छ चर्को भयो भने फेरि खान सकिँदैन राम्रो हुँदैन त्यसमा म अलिकति थोरै यो मसला पनि हालिदिन्छु गरम मसला गरेपछि मैले अघि तयार गरेर राखेको लसुन खुर्सानी म तेलमा नडढाएको म काँचै हालिदिन्छु यसरी लसुन त्यस यो पत्रस खुर्सानी यसरी हालेर अब भने म अलिकति थोरै पानी हालेर एकछिन पाक्न दिन्छु अनि हेर्नु होला तपाईहरुको कसलाई मन पर्छ म एकछिन छोपिदिन्छु तयार भयो दाल यो चनाको दाल फ्राई गरेको म चाहिँ अब यसमा बनाउँछु यसरी आलुको दाल फ्राई अनि रोटी तयार भयो।